परखाना नगर नहतार नगर यता खोजिरा उता खोजिरा छु त्यो मायाको अर्थ परखाना नगर नहतार नगर यता खोजिरा उता खोजिरा छु त्यो मायाको अर्थ तिमी किन फेरि फर्की आइरा सताइरा दिन रात तिमी किन। हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल एन्ड नमस्ते। आयु सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु हैन। अनि तपाईहरुलाई फेरि पनि मेरो नयाँ भिडियोमा स्वागत गर्न चाहन्छु। आज चाहिँ फाइनल्ली हामी चाहिँ कलेजबाट घुम्न जाँदैछौँ हैन। यति टाढा जान छ, ट्रेनमा पनि 2-3 घण्टा लाग्छ। टक्क हामी चाहिँ साथीहरु म रेडी भइसक्यो, अरु साथीहरु अगाडि गइसक्यो र कोही साथीहरु पछाडि आउँदै हुनुहुन्छ। लगभग 2 घण्टा लाग्छ हैन ट्रेनमा। बबाल रमाइलो हुन्छ हैन। सकेसम्म म तपाईहरुलाई के कस्तो हुन्छ भिडियो बबाल बनाउने कोसिस गर्नेछु। यदि भिडियो राम्रो लाग्यो भने लाइक, कमेन्ट, शेयर अनि सब्स्क्राइब पनि गरिदिनु है त। हामी चाहिँ फाइनल्ली हैन ट्रेनबाट झरिसकेको छ। सबै साथीहरुसँग भेट भएको छ हैन। तर हाम्रो सरहरु चाहिँ पहिले जानु भयो क्या, त्यही भएर हैन साथीहरु चाहिँ भर्खर भेटे। कुनै चाहिँ अलि अगाडि आएको रहेछ हैन। मेरो साथीहरु सबै अगाडि गइसके टपारामा। हामी चाहिँ खासमा चाहिँ सरहरुसँग जाने कुरा हो, सरहरु चाहिँ अगाडि नै जानु भयो क्या, त्यही भएर हामी चाहिँ हिँडिरहेको छ। पनि धेरैजना भइसक्यो कुराहरु। ओहायो जाइमा सन्से अरसी रोगो सन्से सोसो सन्से ओहायो जाइमा चाहिँ हाम्रो सन्से है। फाइनली गाइस हामी चाहिँ आइसक्यो हैन। टक्कर 5-6वटा 7वटा ट्रेन चेन्ज गरेर हैन पाडे टक्क आइसक्यो। अब चाहिँ यहाँदेखि हैन सिधै जाने। हाम्रो चाहिँ सरहरु चाहिँ सबै सेन्सेहरु जानुभयो क्या सरहरु। अनि हामी पछि बसेको चाहिँ हामीहरु हैन। अब यति धेरै जना छ नि हैन, लगभग 200-250 जना छ कि हामी स्टुडेन्टहरु। टक्क आमा के छ केटा, लाइन छ त केटाहरुको। सस अब हेरौँ के कस्तो हुन्छ है। अब हामी चाहिँ पस्दैछ यो बाटो, रमाइलो होला जस्तो छ आज। कति धेरैजना हो केटाहरु? ठिक छ। चाहिँ अब यहाँदेखि भित्र पस्छौँ हैन। टक्कै यतादेखि आएको म उसै साथी चाहिँ अहिले नयाँ आएको है नेपालबाट। हेलो। अब पस्ने है केटा, पस्ने। अब हामी यहाँदेखि भित्र पस्ने, त्यसपछि अब हाम्रो यहाँदेखि यात्रा सुरु हुन्छ हैन। आज घुम्न आएको दिन यात्रा त सुरु नहुँदै भिडियोमा चाहिँ यति देखाइरहेको थियो के त सेक्सी देखिरहेछ त हौ। तर हेर्न के त हाम्रो लागि स्वागत हेर न कस्तो बाटो है। अब यहाँदेखि जाँदैछ हैन। यस बवाल रहेछ है। हामी चाहिँ सुरु नआउँदै यस्तो झम्किलो छ है। अब गइयो भने चाहिँ कस्तो हुने हो। यता हाम्रो सबै साथीहरु यता हुनुहुन्छ। फाइनल्ली हामी चाहिँ आइसक्यो है। उहाँहरु चाहिँ पहिले आउनु भएको थियो हैन। उहाँहरु चाहिँ पहिले आउनु भएको थियो, अहिले चाहिँ हामी लास्टमा आयो। हामी कहाँ हो सुदन? यति धेरै जना भयो हामीहरु। आमामा लास्ट गर्मी छ आमामा। ल गाइस है, टिकट पनि पाइयो हैन। टिकट अब यो टिकट लाएर जानुपर्छ। सबैजनाले पायो हैन। अहिले चाहिँ टिकट बारी राख्नु भएको छ सरहरुले। एकछिन पछाडि चाहिँ हामी भित्र छिर्छौँ हैन। लास्टै गर्मी के आमा, सहनै नसक्ने गर्मी छ यार। ल बसौँ यार, हामी त अति उभिने हो हैन दाइ। गर्मी छ, सबलाई गर्मी छ। अहिले चाहिँ हामी चाहिँ भित्र छौँ है। एकदम शीतल भएको छ हैन। आमामा के त डल्फिनहरु खतरा है। डल्फिन है। ल आमामा माछाहरु हेर त, माछाहरु आमामा कति धेरै माछाहरु है। ल
पुरै माछै माछा आमा यो पुरा छ नि होइन पुरै माछा हो क्या यो यस्तै कति हो माछा आमा कता गयो सुजन कला आउँछ केटाहरू पुरै माछा कि यो पुरै माछा छ कि हेर्नु त यो कति होला के माछा यो भित्र माछै माछा ल राख नि त जाम खै हेर्नु त हिँड्ने आफै डल्फिनはい、この曲は生き物係さんのコラボレーションアルバムにて歌わせていただきましたジョイフルです。とっても楽しい曲なのでダンスにもぴったりです。しんいちさんがどんなダンスパフォーマンスをしてくれるのかワクワクします。せいうちさんと皆さんのダンスパフォーマンスलास्टै गर्मी छ यहाँ चाहिँ होइन टक्क खतरा छ गाई चाहिँ होइन फेरि अर्को चेली समुद्र खेल्न आयो है